नमस्ते साथीहरु, आज हामी क्लास 12 को इम्पोर्टेन्ट ट्रिगोनोमेट्रिक फर्मुलाको बारेमा पढ्न गइरहेको छौं। सुरु गरिहालौं हामी। फर्स्टमा रहेको छ द कोसाइन ल। द कोसाइन ल भनेपछि साथीहरु cos A इक्वल टु b स्क्वायर प्लस c स्क्वायर माइनस a स्क्वायर डिवाइड बाइ 2bc हुन्छ। हेर्नुस् साथीहरु, cos A भनेपछि हाम्रो जहिले पनि cos A आएपछि A एंगल आएपछि हाम्रो माइनस a स्क्वायर हुन्छ। अनि हामीले लिनु पर्यो चाहिँ b स्क्वायर प्लस c स्क्वायर माइनस a स्क्वायर अपन 2bc हुन्छ। abc हेर्नुस्, यो bc चाहिँ कहाँनिर आयो, तल आयो, 2bc भयो। cos b भनेपछि a स्क्वायर प्लस c स्क्वायर माइनस b स्क्वायर, यहाँ b आएपछि यहाँ साथीहरु यहाँ माइनस हुन्छ, यहाँ a आयो भने यहाँ माइनस a स्क्वायर भयो, त्यसैगरी 2ac भयो। त्यसैगरी cos c इक्वल टु a स्क्वायर प्लस b स्क्वायर माइनस c स्क्वायर डिवाइड 2ab भयो। आई थिंक तपाईहरुले यो बुझिसक्नु भयो। अब अर्को हामी त सेकेन्ड नम्बर द साइन ल। द साइन ल भनेपछि यो चाहिँ इम्पोर्टेन्ट छ साथीहरु, इम्पोर्टेन्ट पनि छ, एउटा मात्र फर्मुला छ, फेमस छ। इन एनी ट्रायंगल, ट्रायंगल एबीसी जुनसुकै हुन्छ साथीहरु हाम्रो, यो यसमा पनि त्यही हो, इन एनी ट्रायंगल लेख्नु होला। इन एनी ट्रायंगल हो, यो पनि इन एनी ट्रायंगल, यो पनि इन एनी ट्रायंगल हो, यो पनि इन एनी ट्रायंगल। इन एनी ट्रायंगल भएपछि a बाइ sin a इक्वल टु b बाइ sin b इक्वल टु c बाइ sin c इक्वल टु 2r हुन्छ। अब 2r हुन्छ। यो r भने चाहिँ के हो साथीहरु, r भने चाहिँ हाम्रो द रेडियस अफ द सर्कम सर्कल। r भने चाहिँ के हो रे, वेयर r इज द रेडियस अफ सर्कम सर्कल। r भने चाहिँ के भयो हाम्रो साथीहरु, r इज द रेडियस अफ द सर्कम सर्कल। अब त्यसैगरी थर्ड नम्बरमा रहेको छ टेन्जेन्ट ल। टेन्जेन्ट ल पनि सजिलो छ साथीहरु। द टेन्जेन्ट ल, द टेन्जेन्ट ल भनेपछि इन एनी ट्रायंगल, यो सबैमा इन एनी ट्रायंगलै हुन्छ। इन एनी ट्रायंगल टेन्ट a माइनस b बाइ 2 हुन्छ। टेन a माइनस b बाइ 2 भनेपछि साथीहरु अब तपाईहरुले चाहिँ एउटा फर्मुला जानि पुगिहाल्छ, अर्को आइहाल्छ। टेन a माइनस b भनेपछि अब हामीले यहाँनिर के लिनु पर्यो, स्मल a माइनस b बाइ a प्लस b, अपोजिट साइन हुन्छ, डट कट आउँछ। कट ab आएपछि यहाँ के छैन, c बाइ 2, कट c बाइ 2 हुन्छ। इन एनी ट्रायंगल भनेपछि ट्रायंगल हाम्रो जुनसुकै पनि हुन्छ त, ट्रायंगल a b c भयो, साइड चाहिँ के भयो, यसको अपोजिट साइड, c को अपोजिट साइड यो भयो, a को अपोजिट साइड यो भयो, b को अपोजिट साइड यो भयो। a माइनस b भनेपछि a माइनस b गर्दाखेरि के भयो, a माइनस b गर्दाखेरि हामी के लिनु पर्यो, यो साइड लियो साथीहरु, यो साइड, अनि एंगल हाम्रो के आयो, यो एंगल आयो कटको, बुझ्नु भयो नि, यो एंगल आयो कटको, अपोजिट आयो के। अब त्यसैगरी 10 मा 10 b माइनस c बाइ 2, 10 b माइनस c बाइ 2 भनेपछि स्मल 10 b माइनस c भनेपछि अपोजिट एंगल यो आउँछ, b माइनस c भनेपछि कट a आउँछ, अनि हाम्रो के आउँछ, b माइनस c यही हुन्छ साथीहरु। हेर्नुस् कति सजिलो, फिगर बनाएर गरेपछि हाम्रो कति सजिलो भयो, b प्लस c अपोजिट साइन भयो, डट कट के भयो, कट a बाइ 2 भयो। अब त्यसैगरी 10 a माइनस b माइनस c, अब c माइनस a साथीहरु, c माइनस a बाइ 2। c माइनस a भनेपछि यो र यो c माइनस a, यो हेरेपछि हाम्रो अब एंगल कुन आउने भयो, b एंगल आउने भयो, अनि साइड कुन भयो, ca नै हुने भयो, c माइनस a डिवाइड c प्लस a, अपोजिट साइन भयो, डट कट के आउँछ, b आउँछ, कट b बाइ 2 भयो। ल तपाईहरुले बुझ्नुभयो होला। अब हामी जान्छौं फोर्थमा द प्रोजेक्सन ल। द प्रोजेक्सन ल भनेपछि यो पनि सजिलो छ, प्रोजेक्सन ल पनि सजिलो छ। के भयो फोर्थमा द प्रोजेक्सन ल। द प्रोजेक्सन ल भनेपछि इन एनी ट्रायंगल हुन्छ साथीहरु, इन एनी ट्रायंगल ए बी सी, ए भयो, सी भयो, बी भयो, जुनसुकै हुन्छ, इन एनी ट्रायंगल एबीसी। अब स्मल a इक्वल टु के भयो, यो स्मल a लेखेपछि अब हाम्रो यो साइड लेखेपछि यो आउनु पर्यो साथीहरु, b cos के भयो, यो लेखेपछि अब हाम्रो एंगल कुन आउने भयो, c आउने भयो, b लेखेपछि हाम्रो एंगल कुन आउने भयो, c आउने भयो, b cos c भयो, प्लस अब हामीले c लेखौं, c साइड लेखेपछि अब कुन एंगल आउने भयो, c
cos b एंगल आउने भयो c cos b। त्यसै गरी b लिँदाखेरि के भयो b लिँदाखेरि b साइड हेर्दाखेरि के आउने भयो a र c a cos c प्लस अब c लिँदाखेरि c cos के भयो b भयो c लिँदाखेरि c cos a हुन्छ है साथीहरु c cos a भयो। त्यसै गरी स्मल c इक्वल टु अब यो c साइड लियौं यो c साइड हेरेपछि अब हाम्रो के आउनु पर्यो यो आउनु पर्यो a cos b आउनु पर्यो b एंगल a cos b प्लस अब b लिएपछि के हुन्छ b लिएपछि हाम्रो के आउँछ cos के आयो a आयो b लिएपछि माथिको a आउँछ a cos b प्लस b cos a b बराबर a cos c प्लस c cos a बराबर b cos c प्लस c cos b भयो। लगभग यही हो इम्पोर्टेन्ट फर्मुला यो पनि हो प्रोजेक्सन लको इम्पोर्टेन्ट फर्मुला। अब त्यसैगरी हामी 5th मा जान्छौं द हाफ एंगल फर्मुला। 5th मा हामी पढ्छौं द हाफ एंगल फर्मुला द हाफ एंगल फर्मुला द हाफ एंगल फर्मुला। अब त्यसैगरी हाफ एंगल भनेपछि sin a/2 तपाईहरुलाई थाहा होला s भनेको के हो हाम्रो सेमी पेरिमिटर s भने सेमी पेरिमिटर भनेपछि s बराबर के हुन्छ a + b + c / 2 यो सबै a b c / 2 सेमी पेरिमिटर भनेको यो भयो। पेरिमिटर भनेको चाहिँ हाम्रो के भयो यो सबै जोडेपछि के भयो पेरिमिटर यो सबै साइड जोड्दाखेरि के आयो पेरिमिटर आयो। अब बाइ 2 गर्दाखेरि के आउँछ हाम्रो सेमी पेरिमिटर आउँछ। अब त्यसपछि sin a/2 भनेपछि हाम्रो के आउँछ √a आयो यहाँनिर a भएपछि अब हामीले a लिन्छौं त लिदैनौं s - b s - c भयो डिवाइड बाइ bc हुन्छ साथीहरु। अब त्यसैगरी sin b/2 भनेको सेम एज s - a s - c डिवाइड बाइ ac भयो। अर्को छ sin c/2 सेम एज s - b s - c हुन्छ डिवाइड बाइ ab हुन्छ। यो त भयो sin a/2 sin b/2 sin c/2 भयो। अब त्यसैगरी cos b/2 cos a/2 cos b/2 cos c/2 cos a/2 भनेपछि cos a/2 मा चाहिँ साथीहरु हामीले सम्झिनु पर्छ s आउँछ s - a डिवाइड बाइ bc हुन्छ। यसमा चाहिँ a छ भने यहाँनिर नि a नै हुन्छ है साथीहरु। अब sin को मा चाहिँ a थिएन s a sin a/2 मा चाहिँ के थियो s b s - c थियो किनकि a थिएन यसमा चाहिँ s a आउँछ। अघि sin मा s थियो थिएन यस cos मा चाहिँ s आउँछ ल cos b/2 भनेपछि s b डिवाइड बाइ अब b आएपछि अब हामीले के आउनु पर्यो यहाँ c आउनु पर्यो cos c/2 भनेपछि के आउनु पर्यो s c डिवाइड बाइ ab आउनु पर्यो। अब त्यसैगरी अब 10a/2 भनेर नि निकाल्न सक्छौं 10b/2 भनेर निकाल्न सक्छौं हामीले। अब 10c/2 भनेर नि हामीले के गर्न सक्छौं निकाल्न सक्छौं। अब कसरी भन्दाखेरि sin बाइ cos भनेको के भयो 10 भयो। sin बाइ cos भनेपछि अब हामी त्यही गरौँ न त sin बाइ cos भनेपछि अब यो फर्मुला आइहाल्छ 10a/2 भनेपछि 10a/2 भने sin बाइ cos हो के sin भनेको के छ हाम्रो s - b s - c छ sin डिवाइड बाइ bc छ। अर्को के छ cos भनेपछि s - e डिवाइड बाइ s डिवाइड बाइ bc छ। अब हेर्नुस् यो bc हाम्रो क्यान्सल आउट हुन्छ क्यान्सल आउट भएपछि अब हाम्रो के आउँछ s - b s - c डिवाइड बाइ s a आउँछ साथीहरु। bc क्यान्सल आउट भयो हाम्रो आन्सर के रहेछ 10a/2 भने इक्वल टु s - b s - c अपन s a हुन्छ। अब त्यसैगरी अब 10b/2 निकाल्न सक्छौं हामीले 10b/2 हाम्रो यो कति भयो s - b s - c डिवाइड बाइ s a भयो। 10b/2 भनेपछि s a s c डिवाइड बाइ s b भयो। त्यसैगरी 10c/2 भनेपछि s a s b डिवाइड बाइ s c भयो। यो त बुझ्नु भयो होला तपाईहरुले। अब हाम्रो पालो लगेको छ कुन चाहिँ लग गर्न पाइन्छ प्रोजेक्सन भयो पनि भयो। अब हामी ट्रायंगलको फर्मुला द एरिया अफ द ट्रायंगल एरिया कसरी निकाल्छौं ट्रायंगलको एरिया। अब यो ट्रायंगलको एरिया कसरी निकाल्ने यो ट्रायंगलको एरिया निकाल्ने कसरी ट्रायंगलको एरिया द एरिया अफ ट्रायंगल भनेपछि
द एरिया अफ ट्रायंगल निकाल्नको लागि चाहिँ हाम्रो एउटा फर्मुला रहेको छ ट्रायंगल एबीसी मा फेमस फर्मुला हो के भयो एबीसी डिवाइड बाइ 4 हुन्छ द फेमस फर्मुला यही हो एबीसी अपन के भयो 4 हुन्छ साथीहरु एबीसी अपन हाम्रो के हुन्छ 4 हुन्छ एबीसी अपन 4 आर भनेको अघि भर्खर भनिसकेको छु मैले आर भनेको चाहिँ द रेडियस अफ द सर्कम सर्कल अब त्यसैगरी अर्को पनि छ हाम्रो एरिया निकाल्नको लागि एस एस माइनस ए एस माइनस बी एस माइनस सी त्यो सेमी पेरिमिटरको तरिकाबाट नै हामीले के निकाल्न सक्छौं फर के एरिया फाइन्ड आउट गर्न सक्छौं अब साथीहरु हामी एउटा हिसाब प्रुफ गर्छौं एउटा हिसाब रहेको छ 1 माइनस 10 a by 2 dot 10 b by 2 equal to 2c upon a plus b plus c साथीहरु तपाईहरुले यो प्रुफ म यो सिकाइदिन्छु एकचोटी अब फेरि यो सिकाएपछि तपाईहरुले अर्को प्रुफ गर्नुपर्ने हुन्छ 1 माइनस 10 a by 2 भने के थियो फर्मुला 10 a by 2 भने चाहिँ रुट ओभर s माइनस b s माइनस c डिवाइड बाइ s माइनस a थियो अब फेरि यसको के हुन्छ 10 b by 2 भनेको थियो s माइनस c s माइनस a डिवाइड बाइ s माइनस b थियो अब हामीले यसलाई एउटै रुटमा राख्छौं s माइनस b s माइनस c s माइनस c s माइनस a डिवाइड बाइ s माइनस a s माइनस b भयो s माइनस b र s माइनस b क्यान्सल आउट s माइनस a र s माइनस a क्यान्सल आउट अब हाम्रो बाँकी बच्यो कति s माइनस c डिवाइड बाइ s मल्टिप्लाई s हो अब यहाँनिर के आउँछ हाम्रो 1 माइनस माथि रह्यो s माइनस c तल रह्यो s अब हेर्नुस् है त अर्को स्टेप हेर्नुस् अर्को स्टेपमा के हुन्छ s 1 माइनस s माइनस c डिवाइड s छ अब हाम्रो के हुन्छ s माइनस c डिवाइड बाइ s राखौं त्यतिलाई यो 1 इन्टु s भनेको के भयो s भयो s माइनस c अब यो माइनस ब्र्याकेट हुन्छ यो के भयो माइनस माइनस s भयो माइनस माइनस प्लस c डिवाइड बाइ s हुन्छ अब s र s क्यान्सल आउट भयो माथि रह्यो c बाइ s भयो अब s भनेको के हो साथीहरु a प्लस b प्लस c बाइ 2 हो के नि s भने हाम्रो s भनेको a प्लस b प्लस c बाइ 2 हो के नि s भने सर्कमले सेमी पेरिमिटर अब हामी अब यहाँ मान राखिदिन्छौं s भनेको के भयो a प्लस b प्लस c डिवाइड बाइ 2 भयो 2 माथि उल्टिन्छ 2c डिवाइड बाइ a प्लस b प्लस c प्रुफ भयो हेन्स प्रुफ